माया र चारस सधैँ साहसिक यात्राको सपना देख्थे। जब उनीहरूले एमेन जंगलको गहिराईमा लुकेको प्राचीन खजानाबारे सुने, तब उनीहरूले त्यसलाई पत्ता लगाउनु पर्ने ठाने। चारसको विश्वासिलो कुकुर टमीसँगै उनीहरूले घना वनमा प्रस्थान गरे, जहाँ के कुरा आउने थियो भन्ने थाहा थिएन। जंगलमा हिँड्दा रंगीन तोता रुखहरूबाट कुरा गर्दै थिए, बन्दरहरूले शाखाहरूमा झुलेका थिए र एक चञ्चल खरायो झाडी पछाडि झलक दिइरहेको थियो। जंगल जिन्दा थियो, पक्षीहरूको चिरपिङ, पातहरूको आवाज र टाढाबाट आउने शक्तिशाली झरनाको गर्जना। एक साँझ जब उनीहरूले नदी किनारमा शिविर तयार गर्दै थिए, एक हात्ती उनीहरूको नजिक आयो। तर आक्रमण गर्न सट्टा यसले चारसलाई आफ्नो सिंहसँग हल्का धकेल्यो। मायाले हेर्नुभयो कि हात्तीको खुट्टामा पुरानो नक्साको टुक्रा बाँधिएको थियो। उनीहरूले त्यसलाई ध्यानपूर्वक खोल्दा देखे कि त्यो एउटा लुकेको गुफातर्फ इसारा गर्दै थियो। उत्साहित भएर उनीहरूले नक्सालाई पछ्याउँदै जंगलको गहिराईमा अगाडि बढे, जहाँ टमीले मार्गमा सबै चिन्हहरूको खोजी गर्दै थियो। अचानक उनीहरूले एक गहिरो गुर्राहट सुनिए। एक तेदुवा। त्यो क्रूर जनावरले उनीहरूको बाटो रोकेको थियो, यसको सुनौलो आँखा अँध्यारोमा चम्किरहेको थियो। जब उनीहरूले लाग्यो कि उनीहरू फसिसकेका छन्, टमीले बहादुरीसँग बर्खेङ गर्दै पन्जा हल्लायो। अचम्मको कुरा, तेदुवा उनलाई बस मात्र हेरिरहेको थियो र फेरि जंगली झाडीमा हरायो। अन्ततः नदीहरू पार गर्दै, पथरिला पहाडहरू चढ्दै र घना लता झारहरूबाट बस्दै उनीहरूले लुकेको गुफा पाएका थिए। भित्र तिनीहरूले एक प्राचीन पेटी भेट्टाए, जसको वरिपरि सुनको नक्कासी गरिएका थिए।